वर्ल्ड कप आउनको लागि अब 2 दिन मात्र बाँकी छ र सबै टोलीहरु अहिले तयारी अवस्थामा छ। तर सबैभन्दा ठूलो प्रश्न अब उठ्छ 2026 को वर्ल्ड कप कुन टिमले जित्ला र आज हामी हेर्ने छौं 2026 को वर्ल्ड कप जित्न सक्ने टप 10 टिमहरु र तपाईलाई नम्बर 1 को टिमले चकित पार्न सक्छ र नम्बर 10 मा रहेको छ मोरोक्को। मोरोक्कोले 2022 को वर्ल्ड कप त चकित पार्ने खेलेको थियो जसमा अफ्रिकन क्लबबाट सबैभन्दा पहिलो पटक सेमिफाइनल खेल्ने टिम हो मोरोक्को। यदि मोरोक्कोले 2022 को लयमा खेल्छ भने नि यो पटक पनि चकित पार्न सक्ने ठूलो एउटा टिम बन्नेवाला छ। र नम्बर 9 कोलम्बिया। कोलम्बिया ठूलो टोलीलाई हराउन सक्ने क्षमता राख्छ र पछिल्लो समयको खेलहरु हेर्ने भने कोलम्बियाले अति नै सुधार्दै आएको छ र दक्षिण अमेरिका एउटा डेन्जर टिम भन्दा फरक नपर्ला कोलम्बियालाई, त्यसैले पनि कोलम्बियालाई त्यति सहज लिन सकिँदैन। नम्बर 8 जापान। जापान एसियाली पावर हाउस हो र जापानले स्पेन अनि जर्मनी जस्तो टिमलाई हराएको कुराहरु पनि अहिले पनि ताजै छ र स्पेशली जापानको धेरै खेलाडीहरु युरोपियन क्लबबाट खेल्ने गरेको छ, त्यसैले गर्दा पनि जापान सधैं स्ट्रङ नै हुन्छ र जापानलाई एसियाको क्लब भनेर इजी चाहिँ लिन सकिँदैन। र नम्बर 7 क्रिस्टियानो रोनाल्डो यानी कि पोर्चुगल। पोर्चुगल त जहिले पनि स्ट्रङ नै हुन्छ, जहिले पनि दावेदारै हो, तर यो पटक भने पोर्चुगल अति नै फेभरेट भएर आएको छ। स्पेशली कुरा गर्ने भने पोर्चुगलको केही खेलाडीहरु त हेर्दै डर लाग्ने टाइपको भएर आएको छ र च्याम्पियन्स लीग ब्याक टु ब्याक जिताउन सक्ने खेलाडीहरु छ। नुनो मेन्डेज, भिडिनिया अनि जाओ नेभेस। अब यता रामोसलाई आफ्नो ठाउँमा राखौं, तर स्पेशली नुनो मेन्डेज, भिडिनिया, जाओ नेभेस अति नै फर्ममा खेलेको छ। एकचोटी मात्रै न, दुई पटक च्याम्पियन्स लीग जिताउने टिम भएको टोली हो पोर्चुगल। पोर्चुगल त्यसै पनि यो पटक क्रिस्टियानो रोनाल्डोको अन्तिम वर्ल्ड कप हो। यदि आफ्नै टोली आफ्नै टिममेटले क्रिस्टियानो रोनाल्डोलाई साथ दिन्छ अनि एक अर्कामा टिमवर्क भएर अगाडि बढ्छ भने यो पटक अभियसली क्रिस्टियानो रोनाल्डो यानी कि पोर्चुगलले जित्न सक्ने क्षमता राख्छ। र नम्बर 6 इंग्ल्यान्ड। इंग्ल्यान्ड त जहिले पनि केही कुराको कमी हुँदैन, त्यो हंगरनेस अझै पनि सकेको छैन र हरेक टुर्नामेन्टमा जित्न सक्छ भनेर धेरैले अनुमान त गर्छ, बस रिजल्ट आउन मात्र बाँकी छ इंग्ल्यान्डको। त्यसैले गर्दा इंग्ल्यान्डलाई जहिले पनि कमी मात्र सोच्न हुँदैन, आफैमा एउटा परफेक्ट टिम हो इंग्ल्यान्ड। नम्बर 5 जर्मनी। वर्ल्ड कप इतिहासका सबैभन्दा सक्सेसफुल टोलीहरु मध्ये एक हो जर्मनी। जर्मनीको पछिल्लो समयको त्यो खेलहरुलाई हेरेर धेरैले अन्डर एस्टिमेट गर्न थालिसकेको छ, तर जर्मनीलाई वर्ल्ड कपमा अन्डर एस्टिमेट चाहिँ गर्न मिल्दैन, किनकि जर्मनीको लागि इतिहास नै काफी छ। हुन त इतिहासले खेल्ने होइन, तर पनि जर्मनीलाई ठूलो टुर्नामेन्टहरुमा हराउनको लागि त्यति सहज छैन र जर्मनीलाई ठूलो टुर्नामेन्टमा इजी चाहिँ लिन सकिँदैन। नम्बर 4 ब्राजिल। ब्राजिल विश्वको एउटा सफल राष्ट्र भन्दा फरक नपर्ला र ब्राजिलको स्क्वाडलाई हेर्ने भने पछिल्लो समय धेरै समय पछाडी नेमार जुनियर टोलीमा फर्किएको छ र एन्ड्रिक जस्तो एउटा पोटेन्शियल भएको खेलाडी भएको टिम र स्पेशली वर्ल्ड कपमा जहिले पनि ब्राजिल दावेदारै हुन्छ। र यो पटकको वर्ल्ड कपलाई हेर्ने भने ब्राजिलको केही खेलाडीहरु इन्जुर नभएको भए अझै धेरै बलियो भएर आउनेवाला थियो र स्टेपाओ, मिलिटाओ जस्तो खेलाडीहरु अहिले टोली भन्दा बाहिर छन्, तर पनि ब्राजिललाई इजी लिन सकिँदैन। ब्राजिलमा खेलाडीहरुको कमी छैन, भिनिसियस, राफिनिया जस्तो स्टार प्लेयरहरु छन्, बस अब ग्राउन्डमा के गर्छ, मैदानमा के गर्छ भन्ने कुरा मात्रै हो। नम्बर 3 अर्जेन्टिना। अर्जेन्टिनाले 2022 को वर्ल्ड कपमा दुनियालाई चकित पारे र टोली कस्तो हुनुपर्छ भनेर अर्जेन्टिनाको टोलीलाई हेर्नुपर्छ। म जहिले पनि भन्छु फुटबलमा च्याम्पियन बन्नु छ भने एक्लैले केही पनि हुन सक्दैन, यदि च्याम्पियन बन्नु छ भने कम्बिनेसन चाहिन्छ, टिमवर्क चाहिन्छ, हो त्यो सबै कुरा भएको टोली हो अर्जेन्टिना। 2022 को वर्ल्ड कप जितेपछि त्यो आत्मविश्वास अझै पनि कायमै छ अर्जेन्टिनाको र स्पेशली कुनै पनि टोलीमा एकजना क्याप्टेन हुन्छ, त्यो क्याप्टेनलाई कसरी मान्नुपर्छ भन्ने कुरा अर्जेन्टिनाको प्लेयरहरुलाई थाहा छ र यो पटक भने अर्जेन्टिना अझै धेरै बलियो छ, किनकि लियोनल मेस्सीको लागि अन्तिम वर्ल्ड कप हुँदैछ। त्यसै पनि यो पटकको वर्ल्ड कपमा अर्जेन्टिनालाई कमी चाहिँ लिन मिल्दैन र स्टार खेलाडी नभए पनि जिम्मेवारी खेलाडीले भरिएको टोली हो, त्यतिकै पनि बलियो हुनेवाला छ। नम्बर 2 फ्रान्स। फ्रान्स भन्ने बित्तिकै मान्छेलाई के भन्ने क्या, म साच्चै नै गुजबम्प आउँछ क्या। रायन चेर्की, डेम्बेले, एम्बापे, डिजायर डोए को छैन के। फ्रान्सले यो पटक साच्चै भनेको 2022 मा पनि ब्याड लक हो क्या, ब्याड लकै भन्छु म चाहिँ, किनकि अर्जेन्टिना हामीलाई मार्टिनेजले बचाएको थियो, तर फ्रान्स साच्चै डिजर्भ गर्ने टोली हो र फ्रान्स अति यो पटक झन् फ्रान्सले झन् कडा गर्छ जस्तो मलाई चाहिँ फिल भएको छ। र यदि एकीटिके मात्रै इन्जुर नभइदिएको भए
अझै धेरै स्ट्रङ हुने थियो फ्रान्सको टिम। तर फ्रान्सको टिमलाई यो पटक हामीले कुनै त्यो एक्सप्लेन गर्नै पर्दैन क्या, त्यो आफैमा त्यो स्क्वाड मात्र हेरे पनि पुग्छ फ्रान्सको चाहिँ। नम्बर 1 स्पेन। स्पेन सबै कुराले भरिपूर्ण टोली हो, बास स्पेनमा एउटा कुराको कमी छ, त्यो हो सेन्टर फरवार्ड हेर्न कि स्ट्राइकर। स्पेनमा एउटा राम्रो स्ट्राइकर हुनु भने स्पेनले साँच्चैकै च्याम्पियन मजाले डिजर्भ गर्छ र धेरै फुटबल विश्लेषकहरूको अनुमान छ यो पटक स्पेन च्याम्पियन बन्न सक्छ भनेर। यी हुन् 2026 को वर्ल्ड कप जित्न सक्ने टप 10 टोलीहरू र तपाईहरुलाई के लाग्छ कुन टोलीले उठाउन सक्ला त? अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, फ्रान्स या अरु कुनै टोली? तपाईलाई के लाग्छ? तपाईको आफ्नो प्रेडिक्सन कमेन्टमा राख्नुहोस् र तपाई यो पटकको वर्ल्ड कपमा कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ त्यो पनि कमेन्टमा राख्न भने नबिर्सनु होला।